के तपाईहरु पनि मोबाइलबाट जीमेल आईडी बनाउन चाहनुहुन्छ? कसरी बनाउने त जीमेल आईडी? म सिकाउने छु एकदमै सजिलो तरिका। त्यो भन्दा सजिलो तरिका हुनै सक्दैन। भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथैमा रहेको बेल आइकन दबाइदिनु होला। सो जीमेल अकाउन्ट बनाउनको लागि सबैभन्दा पहिला हामीले गुगल खोज्नु पर्ने हुन्छ। गुगल कहाँनेर छ तपाईको मोबाइलमा भनेर खोज्नु होला। मेरो चाहिँ यहाँनेर छ। यहाँनेर थिचिसकेपछि भित्र हेर्न सक्नुहुन्छ जीमेल भन्ने अप्सनमा थिच्नु होला। जीमेलमा थिचिसकेपछि माथि टपमा रहेको यो यहाँनेर तपाईको जीमेल पुरानो जीमेलको यहाँनेर नाममा थिच्नु होला। बेल आइकन यहाँनेर आइकनमा थिच्नु होला र थिचिसकेपछि स्क्रल डाउन गरिसकेपछि यहाँनेर मेरो पुरानो इमेलहरु देखाउँछ। स्क्रल डाउन गरिसकेपछि त्यसलाई एड अनदर एकाउन्ट भन्ने छ। एड अनदर एकाउन्टमा थिच्नु होला। अनि त्यसपछि यहाँनेरबाट हाम्रो काम स्टार्ट हुन्छ। अनि गुगलमा थिच्नु होला। यहाँनेर पुगिसकेपछि गुगलमा थिचिसकेपछि एकछिन यहाँनेर लोडिङ हुन्छ। अनि फिंगरप्रिन्ट माग्छ, फिंगरप्रिन्ट दिनु होला या त पासवर्ड या फिंगरप्रिन्ट माग्न सक्छ। अनि त्यसपछि यहाँनेर तपाईले इमेल अथवा फोन नम्बर भन्ने छ हैन। यहाँनेर क्रिएट एकाउन्टमा दबाउनु होला। क्रिएट एकाउन्टमा दबाइसकेपछि तपाईले यहाँनेर माई पर्सनल युज भनेर थिच्नु होला। त्यति गरिसकेपछि तपाईले आफ्नो नाम यहाँनेर तपाईले आफ्नो नाम दिनुपर्ने हुन्छ। नाममा चाहिँ मैले चाहिँ अहिले ल सिम्पली राजु लेखिदिए, राजु कुमार लेखे। अनि त्यसपछि नेक्स्ट गर्नु होला है त। अनि त्यसपछि यहाँनेर बेसिक इन्फर्मेसन भनेछ। यहाँनेर तपाईले बर्थडे हाल्नु होला। अनि त्यसपछि यहाँनेर जेन्डर छान्नु होला। जेन्डरमा चाहिँ मैले मेल हाले। तपाई मेल भए मेल, फिमेल भए फिमेल है त। अनि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि हाउ यु विल साइन इन भनेछ है। अनि तपाईले यहाँनेर चाहिँ आफूले जीमेल छान्नु होला। आफ्नो के नाम लेख्ने त भनेर युजर नेम। अब मैले चाहिँ राजु कुमार लेखेर हेरे। राजु कुमार 1 यो चाहिँ मिलेन। यो चाहिँ अरूले नै लिइसकेको छ भन्छ हैन। त्यसपछि फेरि ट्राई गर्नु होला। राजु कुमार 1 2 3 नेक्स्ट मिलेन। यो पनि यहाँनेर सबै लिइसकेको छ भन्छ। अनि त्यसपछि चाहिँ तल अवेलेबलको अप्सन देखाइराखेको छ। यदि मिलेन भनेपछि तपाईले तल दिएको त्यो यहाँनेर तल दिइराखेको त्यो अवेलेबलमा पनि त्योलाई पनि आफ्नो इमेल बनाउन सक्नुहुन्छ है त। यसरी राजु कुमार राजु 518 अनि नेक्स्ट गर्नु होला है त। नेक्स्ट गरिसकेपछि अब यहाँनेर चाहिँ तपाईले पासवर्ड दिनु होला। पासवर्ड एकदम स्ट्रङ दिनु होला ताकि तपाईको इमेल पछि कसैले ह्याक गर्न नसकोस्। अनि त्यसपछि नेक्स्ट गरिदिनु होला। तपाईको अहिले चाहिँ यहाँनेर स्यामसङ पास मेरो स्यामसङ मोबाइल भएको हुनाले स्यामसङ पासमा सेभ गर्ने कि नगर्ने भने चाहिँ मैले चाहिँ अहिले क्यान्सल गरिदिए। अनि त्यसपछि नेक्स्ट गर्नु होला। हेर्न सक्नुहुन्छ स्क्रल डाउन गरिसकेपछि तल आई एग्रीमा थिच्नु होला। एकछिन लोडिङ भइसक्दैछ। लोडिङ भइसकेपछि यसरी खुल्छ। तपाईको इमेल तपाईको रेडी भइसकेको छ है त। अब तपाईको इमेल रेडी भइसकेको छ। तपाईले आफ्नो इमेल कहाँनेर गयो? यो त पुरानो इमेल हो मेरो। यो तपाईले कुन नयाँ इमेल कहाँनेर गयो भनेर हेर्न चाहनुहुन्छ भने सिम्पली यहाँ माथि नै थिच्नु होला र तल स्क्रल गरिसकेपछि लास्टमा तपाईको राजु कुमार हेर्न सक्नुहुन्छ तल। त्यहाँनिर चाहिँ दबाएपछि तपाईको इमेल खुल्छ है त। आशा छ तपाईहरुलाई जीमेल आईडी कसरी बनाउने भनेर सिक्नु भयो होला। भिडियो युजफुल लाग्यो भने तपाईले भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भेटौँला नेक्स्ट भिडियोमा। स्टे सेफ, स्टे पोजिटिभ। बाइ बाइ।